राजसपाका सभापति रवि लामिछानेले पुराना दलले मासु भात पैसा जे दिए पनि खाइदिन तर भोट भने घण्टीमा हाल्न आग्रह गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँग कुराकानी गर्दै जनताबाट लुटेको पैसा भएकाले मासु भात दिए खाइदिँदा केही फरक नपर्ने बताए। उनले भने त्यो उनीहरूको लुटेको पैसा तपाईँ हामीले तिरेको ट्याक्स हो, त्यो उनीहरूको बाउको सम्पत्ति होइन। बाउको सम्पत्ति उनीहरूको भए त उनीहरूको सम्पत्ति घट्नु पर्ने हो, बढेको छ हाम्रै पैसा हो, खाइदिनुस्। हाम्रो अस्पताल राम्रो नबनाएर ठगेको पैसा हो, हाम्रो स्कुलमा राम्रो शिक्षा नदिएर लुटेको पैसा हो, खाइदिनुस्। हाम्रो बाटो पुल नहर नबनाएको पैसा हो, तर भोट चाहिँ घण्टीमै लाउनु पर्छ। उनले पुराना दलले 34 वर्षदेखि झुक्काइरहेको भन्दै यसपटक उनीहरूलाई झुक्काइदिन पनि आग्रह गरेका छन्। अंग्रेजीमा टिट फर ट्याट भन्छ। 34 वर्ष झुक्काए, यस वर्ष चाहिँ उनीहरूलाई झुक्काइदिउँ। न्याय र सुशासन माग्न सडकमा आएका बालबालिकाहरूलाई छाती र टाउकोमा ताकेर गोली ठोकेकाहरूले जतिसुकै भेष बदलेर आए पनि यसपटक उनीहरूलाई प्रतिपक्षमा राखेर मद्दत गरिदिनु होला। हामी उनीहरू प्रतिपक्षमा बसुन् भन्ने चाहन्छौँ। सदनमा त एक ठाउँ नजिताउने, एक भोट नदिने हो लामिछानेको भनाइ रहेको छ।